आज चाहिँ मैले मेरो चाइल्डहुड स्पेसल सागको रेसिपी लिएर आएको छु। पिसेको साग पकाउन गइरहेको छु। यसको लागि चाहिँ हामीलाई धेरै थरीको सागहरू चाहिन्छ। मसँग जुन जुन सागहरू एभाइलेबल थियो सबैलाई सफा गरेँ, धोएँ, रफली कट गरेर कुकरमा हालेँ र सँगसँगै मैले हरियो खुर्सानी पनि हालेँ। हजुरहरूले कतिको पिरो खानुहुन्छ त्यो अनुसार खुर्सानी एड गर्न सक्नुहुन्छ र सानो ग्लासको 1 ग्लास पानी हालेर 6 सिटी लाग्नेवाला समयलाई मैले छोडेँ। 6 सिटी लागिसक्यो, ग्यास अफ गरेर प्याज, अदुवा र लसुनलाई मैले कट गरेँ। अदुवाको क्वान्टिटी चाहिँ मैले अलिकति धेरै लिएको छु। साग पनि अब पिन्न गइरहेको छु। थोरै सागहरू हालेर मैले यसलाई पिसेँ। अब यसलाई चाहिँ हामीले सबै पिसिसकेपछि झान्नुपर्ने हुन्छ। पानी चाहिँ एड नगरिकन नै हामीले यसलाई पिस्नुपर्ने हुन्छ। झान्नको लागि चाहिँ मैले तोरीको तेल लिएको छु। तोरीको तेल तातियो, जिरा हालेँ। जिरा ब्राउन भइसकेपछि प्याज, लसुन र अदुवालाई मैले हालेर फ्राई गरेँ र ग्यासको फ्लेम कम गरेँ। त्यसपछि यसमा चाहिँ मैले अब हिङ पनि एड गर्छु। सागमा चाहिँ हिङ र अदुवाले एकदमै राम्रो टेस्ट लिएर आउनुभएको भएर हजुरहरूले यो दुईवटा चिजलाई चाहिँ स्किप नगरिदिनु होला। र अब यसमा मैले थोरै बेसार र जिरा धनियाँको धुलो हालेर एकछिनसम्म चलाएँ र अब माथिबाट मैले साग हाल्न गइरहेको छु। साग हालिसकेपछि यसलाई राम्रोसँग चलाएर भाँडो पखालेर थोरै पानी हालेँ र फेरि राम्रोसँग मिक्स गरेँ। अब चाहिँ यसमा मैले पिठो हालेर पानी हाल्न गइरहेको छु। 1 चम्चा जति गहुँको पिठोमा थोरै पानी हालेर राम्रोसँग त्यसलाई घोलेर माथिबाट हालेँ। यदि हजुरहरूले यसलाई अलिकति पातलो बनाउन चाहनुहुन्छ भने हजुरले पिठो हाल्ने बेला नै यसमा पानीको क्वान्टिटी बढाउन सक्नुहुन्छ। मैले चाहिँ थोरै नै यसलाई पानी हालेर पकाएँ। अब मेरो साग उम्लेपछि खानको लागि रेडी हुन्छ र मैले आफ्नो टेस्टको अकर्डिङ पनि यसमा नुन एड गरेँ। त्यसपछि अब हाम्रो साग उम्लिसक्यो, माथिबाट घिउ हालेर ग्यास अफ गरेँ। यसरी बनाएको साग एकदमै टेस्टी हुन्छ। हजुरहरूले ट्राई गर्नुभएको छैन भने एकचोटि ट्राई गर्नुहोला। थ्याङ्क यू।